हेलो दर्शन नमस्कार हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी चाहिँ साडी पसल गइरा हो। मेरो चाहिँ एउटा साडी थियो अनि त्यो साडीमा चाहिँ हल्का ड्यामेज भएर त्यो साडी रिटर्न गर्नुलाई हामी गइरहेको छौँ। त्यसपछि चाहिँ हाम्रो पेट्रोल खत्तम भएर थियो, त्यही भएर हामी पेट्रोल हाल्न गयौँ। अनि हामी यहाँ चाहिँ पेट्रोल हाल्दैछौँ। यो चाहिँ हाम्रो पेट्रोल पम्प हो। हजुरहरू चाहिँ देख्न सक्नुहुनेछ यो बाटोमा चाहिँ एकदम गिटीहरू छ अनि यो बाटो चाहिँ बनाउने क्रममा हो अहिले चाहिँ। अनि यस्तै छ। साथीहरू हेर्नु न, यो ट्रकमा के छ होला है, झर्यो भने त मरिन्छ त। साथीहरू यो चाहिँ हाम्रो एयरपोर्ट हो है, हाम्रो गाउँतिरको एयरपोर्ट हो। हजुरहरू देख्न सक्नुहुन्छ प्लेन। यो प्लेनबाट चाहिँ काठमाडौँ पुगिन्छ है साथीहरू। हजुरहरू कतिजना प्लेन चढ्नु भएको छ या चढ्नु भएको छैन हजुरहरू देख्न सक्नुहुन्छ यो भिडियो मार्फत हेर्नु होला। साथीहरू मेरो साडी पसल पनि आउनु लाग्यो अनि फाइनली साडी पसल चाहिँ आयो। यही हो साडी पसल साथीहरू। अनि यहाँ म भित्र छिरिसकेँ। हजुरहरू देख्न सक्नुहुन्छ साडी चप्पलहरू पनि पाउँछ है, यहाँको बिहेको चप्पलहरू जुत्ताहरू पनि पाउँछ। अनि के साथीहरू यहाँ हेर्नु न, दाइहरूले बाटो छेकिरहनु भएको रहेछ अनि म चाहिँ दाइहरूलाई अलिकति साइड दिनुहुन्छ भनेर आएँ। अनि यहाँभित्र चाहिँ फाइनल्ली मेरो साडी रिटर्न गर्ने चाहिँ यही हो है गाइजहरू। हजुरहरू हेर्न सक्नुहुनेछ यहाँभित्र साडी कुर्ताहरू पाउँछ यहाँनिर चाहिँ। अनि मैले चाहिँ दाइलाई चाहिँ मेरो साडी त ड्यामेज भएको रहेछ रिटर्न गर्नु आएको भने, अनि सेम त्यस्तै साडी देखाइदिनु भयो। हजुरहरूले हेर्न सक्नुहुनेछ। अनि मैले चाहिँ दाइलाई रिक्वेस्ट गरेँ कि यो साडी खोलेर देखाइदिनु भनेर, किनभने लास्ट टाइम नखोलिकन लगेको थिएँ मैले, ड्यामेज रहेछ अनि आउनुपर्ने भयो। सो योपल्ट चाहिँ सबै हेरेर लैजाऊँ न भनेर दाइलाई मैले रिक्वेस्ट गरेँ खोलिदिनु भनेर। अनि दाइले चाहिँ देखाइदिँदै हुनुहुन्छ मलाई साडी। साथीहरू मलाई यो साडी चाहिँ एकदम राम्रो लाग्यो। हजुरहरूलाई कस्तो लाग्यो? अहिलेको चलेको साडी अरे नि त यो। अनि फाइनली मेरो साडी चाहिँ प्याक भएर म अब फर्किँदैछु। अनि हामीले चाहिँ जेरी खाने भन्ने कुरा भयो, म र मेरो हस्बेन्ड। अनि मेरो हस्बेन्डलाई चाहिँ जेरी एकदम मनपर्छ। अनि त्यसपछि ल नि त भनेर हामीले जेरी लियौँ। त्यसपछि हामीले बाटोमा एउटा खायौँ तर त्यो भिडियोमा चाहिँ मैले हालेन। अनि फेरि हामी लाग्यौँ मोमो खानुको लागि। यो चाहिँ हामी मोमो पसल हो। अनि हेर्न सक्नुहुन्छ यहाँ दाइ दिदीले मोमो बनाउँदै हुनुहुन्छ। मोमो पनि आयो है गाइज, जब हामी खान्छौँ है। अनि साथीहरू हामी लाग्यो
चाट खानुको लागि हजुरहरू देख्न सक्नुहुनेछ। यहाँनिर चाहिँ चाट मात्रै नभएर मिठाईहरू पनि पाउँछ, केकहरू पनि पाउँछ, सबै कुरा पाउँछ यहाँ चाहिँ। अनि साथीहरू म चाहिँ यहाँनिर चाट इन्जोय गर्दैछु। चाट चाहिँ एकदम मिठो थियो। हजुरहरू कसलाई चाट मिठो लाग्छ कमेन्टमा भन्नु होला है। साथीहरू मैले चाहिँ धेरै खाएछु के, अब चाहिँ घर जानुपर्छ जस्तो लाग्यो अनि म चाहिँ अब घर जाँदैछु। थ्याङ्क्स फर वाचिङ, बाइ बाइ गाइज।